इख्तियारले बयान लिनु हुँदैन भन्ने होइन, तर यो खुलेको फाइलहरू अरू फाइलहरू टेरामक्स, वाइड बडी, गिरिबन्धु लगायत यो यथेष्ट धेरै कुराहरू छ जसमा हामी कुरिराखेको छौँ। त्यसको निर्णय त्यो के भयो भनेर कुरिराखेको छौँ। त्यसमा चाहिँ आफ्नो मान्छेलाई सत्ता पक्षले बचाएर यो प्रतिपक्षलाई अस्ति रेशम चौधरीलाई कसरी पक्राउ गर्यो हामीले हेऱ्यौँ, रवि लामिछानेलाई कसरी थुनेर राखेको छ त्यो पनि हामीले हेरिराखेको छौँ। राजनीतिक प्रतिशोध हो भनेर प्रधानमन्त्री स्वयंले अस्ति मदन भण्डारी फाउन्डेसनको वार्षिक उत्सव कार्यक्रममा स्वीकारी नै सक्नुभयो। रेशम चौधरीलाई पक्राउ गर्ने जुन प्रयास भयो त्यसमा कानुनी रूपमा, प्रक्रियागत रूपमा, प्रशासनिक रूपमा कति त्रुटि भएको छ र कसरी सजिलै त्यो त्रुटि गर्न सकेको छ, हिम्मत गरेको छ, कसै न कसैको आड भरोसा त थियो होला, त्यो कुरा हेर्न सक्छौँ। र अब के अरूलाई ताकिरहेको हो भनेर प्रश्न उठाइयो, यो उठाउन आवश्यक। रविन्द्र मिश्रमा भइराखेको केही कानुनी प्रक्रियाहरू छ, तर जसरी लम्ब्याएर राखिरहेको छ त्यसमा अब शङ्का गर्ने ठाउँहरू छ। त्यसैले हामीले यसमा सबैमा सरोकार राखेको हौँ।